नमस्कार दर्शक श्रोता महानुभावहरू। आज हामी खोलातिर आएका छौँ है। यता हो, यता बाटो यता हो। कहाँ गएको त्यो सुकेको खोलामा? ल आज चाहिँ भव्य रूपमा माछा मार्ने कार्यक्रम छ हाम्रो। माछा मारेर यतै जङ्गलतिरै पकाएर खाने हाम्रो प्लान गरेर आएका छौँ। ल यता हो तेर्सो। ल यति बेला ठ्याक्कै खोलातिर त पुगिसक्यौँ। अलि माथितिर गएर माछा मार्ने योजना छ हाम्रो। कहाँबाट जानुपर्छ लोकेन्द्र? कताबाट? ओहो ल ल आऊ त। यता र उता भयो क्या। ल तीनजना उताबाट हिँड्दैछ। ओहो के हो यस्तो? पहिलोचोटि हिँड्यो कि हो? हिँड्न जानेको छैन है। बाटो कोही उताबाट हिँडेको छ, कोही यताबाट। यो खेतको आलीमा हिँड्न अलि अप्ठ्यारो भएको छ। यो चाहिँ बुलिङटार गाउँपालिका वडा नम्बर 2 देउराली गाउँको खेत हो। लाडी खोलाको खेत। ल यही कुलोबाट यो धान रोपिसक्यो हो? कति मसिनो हो त? ल यहाँ माथितिर त ल ल पनि भइसकेको रहेछ धान है। यो चैते धान होइन? ल गजबको आइडिया रहेछ यहाँ चाहिँ। यो माथिल्लो खेतबाट यो तल्लो खेतमा चाहिँ यो पाइपको माध्यमले पानी ल्याएको छ। ल त्यही त नि, उहाँ मेरो छोरा चाहिँ हिँड्न अलि जानेको छैन क्या खेतको आलीमा। जलुको टिपे पनि हुन्छ, राम्रो छ भने है। खोइ ल अहिले खोलातिर पायो भने निउरो जलुको सबै टिप्ने हो क्या। उयो कर्कलो जस्तो कि गुमा उयो यस्तो एकदम मिठो हुन्छ नि तरकारी खान। हजुर 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 त्यो अलि कलिलो हुन्छ, त्योभन्दा लामो नि हुन्छ। त्यो चाहिँ कुलोमा भएर हो। ल राम्रोसँग हिँड्नु है, फेरि मुसाले पाल पारे हुन्छ। ल कति राम्रो धान भएछ यहाँ त। ल यस्तो छ। यो चाहिँ टारी खेत हो है। फेरि माथिको अब यो लाडी खोलाको पुल यहाँनिर माथि पुल पनि छ। मुसाले पाल पारेछ कि जम्मै, त्यही भएर खुट्टै छिरेको छ कि। मुसाले चाहिँ माटो निकालेको रहेछ यहाँ हिमालको। ल ठिक छ। ल राम्रै छ। त्यसरी फल्छ यहाँ धान। यो पानी लाउने तरिका चाहिँ गजब रहेछ यहाँ। पानी पनि नचुहिने, ठ्याक्क पाइपबाट तल। बिचरा यहाँ चाहिँ आली भत्केर राम्रोसँग पानी नै पुगेन यो गरममा। ल हेर्नु, हामीले माछा मार्ने खोला चाहिँ त्यो तलको हो है। यो तलको यो लादी खोला भन्ने खोला हो। पहिला पहिला खुब पाइन्थ्यो माछा। आजभोलि चाहिँ करेन्ट खेल्छ बढी भनेर सुनेको थिएँ। सिद्धियो कि माछा सिद्ध्यायो कि। निकै माथि जानुपर्छ। ल जाऊँ भन्छ। यहाँ यतैबाट खेल्दै खेल्दै जानुपर्ने नि। धेरै माथि हुन्छ होला।
यो चाहिँ रुख एकदम लपलपी रुख होइन यो के रुख हो यो रमिथा इसे रमिथा कि नमिठा बम्से पाड्दै जिसमा हालेर पनि ए राम्रोसँग है राम्रोसँग ल है ल है ल है ल के गरी हिँडे ल है के गर्नु ट्रेनिङ हो क्या यस्तो त गरिराख्नुपर्छ हप्तामा एकचोटि बल्ल आउँछ ल जाऊँ ल यो चाहिँ टाढी जाने पुल होइन त पहिला टाढी स्कुल हिँड्दाखेरि भाङबारी स्कुल हिँड्दाखेरिको भाङबारीबाट पनि माथि जानुपर्छ टाढी होइन यही पुल तरेर त जाने हो त यो पुल नहुँदा के थियो यहाँ पहिला ए ल यस्तो ल हेर्नु त यहाँ गजबको पुल छ यो लादी खोलामा ल हेर्नुहोस् पारी भाङबारीतिर जाने पुल यो चाहिँ है पारी आम्मामा कति रमाइलो सधैँ यसरी घुमेर खान पाए त राम्रै हुन्थ्यो होला एकदम ठुल्ठुलो पहाडको बिचतिर छ है खोला पनि ल हेर्नु साथीहरू भन घोर जङ्गलतिर हो कान्छाको राई हामी त भान्जा ए ल यो कुलो पनि राम्रै रहेछ ठुलै लगभग पौडी नै खेल्न मिल्ने यस्तो कुलो रहेछ है ल हेर्नु यहाँ बाटोमा चाहिँ ठुलो सिमलको रुख रहेछ है यस्तो ठुल्ठुलो रुखहरू देख्दा पनि रमाइलो लाग्ने है अब हामी चाहिँ सुख खोज्दै सहरतिर गयौँ अब यति बेला अब गाउँतिर चाहिँ रमाइलो लागेको छ फेरि ल यो कहिले कसो घुमेर हो कि के हो है अब सधैँ यही ठाउँमा घुम्दै हिँड्नु पऱ्यो त यो पनि उराठ लाग्दो हो होइन कहिले कसो घुमेर यसो खेलेर खान पाउँदा चाहिँ रमाइलै लागेको छ खोलामा सायद माछा होला कि जस्तो लागेको छ मलाई लेउ पनि लागेको छ अलिअलि ओहो निकै चाहिँ नि कन्दरातिर आइपुग्यौँ है हामी यो ठ्याक्कै पोखराको चाहिँ सेती गइरिएको जस्तो सेतीको खोज जस्तै यहाँ निकै गहिरो गहिरो खोज रहेछ हामी त्यहीँबाट जानुपर्छ माथितिर यो वैशाखको टन्टलापुर घाममा हेर्नुहोस् राम्रोसँग हिँड्यौँ है तलबाट डुबेर गयो नि बाबु कुलोमा सके माथिबाट नसके तलबाट ए गुमा सक्नुहुन्छ हजुर ब्यालेन्स पनि कहाँ बगाउँदैन ल छिटा ल किन कुलो कुलो गएको नि तिमीहरू उचाल्नु पर्दैन क्या भिजे भिज्छ ल छोडिदियो अब दिनभरि खोला खेल्दा त भिज्ने त हो त यहाँ झन् अप्ठ्यारो छ कसरी चढ्छ तिमीहरू लगिन्छ कता ल यहाँ डोर्याउ है डोर्याउ ल भयो भरको मान्छे उठेर आएछौँ हामी यहाँबाट ठ्याट ठ्याट पार्ला है बाबु पानी पनि कति सफा हो क्या यत्तिकै खाउँ खाउँ जस्तो है आमामामा यस्तो हजुर
ए गुमा यो त एकदम हरियाली राम्रो ठाउँ छ यहाँ त अझै भित्रतिर गयो भने गुमा साह्रै राम्रो छ यहाँ अमिर्सो पनि यहाँ फुल्या रहेछ यहाँ माथि नि फुल्या रहेछ अमिर्सो ल यस्तो घनघोर जङ्गल पछि यही भिडियो पछि काठमाडौँतिर हेऱ्यो भने धेरै रमाइलो लाग्छ ल जाऊँ अब यता चाहिँ अलि गर्मी हुँदैन बिस्तारै हिँड के बोक्यो नि त्यहाँ तयारी बिस्तारै हिँड है यहाँ त बिस्तारै हिँड खास राखेको भयो भने त फेरि बाबु तल खोल्सामा ज्याकेटमा पक्रै त्यसमा माथिसम्म न बाबु माथि झारहरू पक्ड के माथि यहाँ भित्तातिर रुखहरू के पक्ड धान्छ तलाई ल्याएर यसलाई पकाउ पकड केही हुन्न ल हो जाऊँ यही चीज मिल्छ हामी के इनाम हुन्न यार के साह्रो हो क्या त्यो वेट पनि बढी भएर कि यसलाई पुरा अमृतसर यहाँ फुलिरहेको रहेछ ल आमा अमृतसर ल भने कति फुलेको ए तिम्रो भिडियो गरिरहेको छ क्या बिस्तारै हिँड ल बिस्तारै है बाबु खोइ लगिन्छ मैले पक्र्छु ल म भिडियो गरिदिन्छु ल ल ल हिँड्दैछ र भित्ता भित्ता पकड पख त त्यसरी होइन कि जाने तिमी भित्तापट्टि फर्किने हो यसरी हो ल हिँड अघि मामु जस्तो घोप्टो परेर पकड चाल खुट्टा लेफ्टले पकाड न लेफ्टले लेफ्ट हाल्यो अब दादाको सामान यहाँ दादालाई ल आऊ आयो है भयो त्यो लाइट चाहिँ अफ गर्नु पर्ने रहेछ भिडियोको मैले पकड्छु तिमी हिँड लगिन्छ स्टेडियममा हामी केले बिस्तारै लाइट अफ गरेर लगिन्छ खुदा हम जाके खेती मनमा हाल्यो त हाल्ने है ल ल ल तात्छिन् है अलिक कुनतिर हिँड यस्तोमा नजाऊ भङ्गै छ आँखाले आउँछ हेर सक्नुहुन्छ होइन ल सक्छ ल सामान ल एकछिन है ल ल्याऊ त्यहाँ हालिदिनु ल ल्याऊ लगिन जतिसम्म त हाप्पा कसरी हिँड्छ यति अप्ठ्यारोमा बिस्तारै है गुमा चप्पल फेरि बागल रहेछ भित्रतिर भित्ताको पकड्नै बढी अलिअलि त हिँड्नुपर्छ के तल टेक्नु गुमा तल्लोमा हो अहिले त खोला फर्किनु पर्छ लगिँदा कान्छाहरू घरमै छर्यो त्यो मुन्सन बिसाएर कहाँ पुगिसक्यो ल आमा यस्तो अप्ठ्यारोमा ल त नानी ल राउन्ड आउनु त भन्छ ल भेनाले के हुँदैन के सक्छ के जलाए त बोक्नु भिडियो खिच्दिले अनि बोक्नु पर्दैन भन्छ डोर्याउने बोक्नु के डोर्याउने ल भित्ता पकड बढी भित्ता यस्तो घाँसहरूमा भित्तामा पक्नु पर्छ कि त्यस्तो अप्ठ्यारोमा त ल हिँड अब त मिल्छ अब मिल्छ जाने भन्नु जाने यही गर्नु ल अलिअलि घोप्टो पऱ्यो यो भित्ता पकड तिमी आफै हो त्यसरी हो त्यसरी
देखिस् कस्तो हुँदो रहेछ ल अब सिक्यो ल ल्याउन ल राम हाइ तेरी हेर त यो झन् हेर त छोरा छेँडा कुलो भनेको यो आमामा हेर न ऊ यहाँबाट छेडेर कुलो बनाएको हेर त ल अरे छेँडा कुलोबाट यो पानी चुहिएको है क्या दामी आप्पा ल अरे छेउडा कुलो हेर नि त्यहाँ त्यो छेउडा कुलोको पाल रहेछ त्यहाँनिर ल हेर दि यहाँबाट हामी पहिला पहिला डराउँथ्यौँ क्या यस्तो अँध्यारो हुन्थ्यो है अँध्यारो छ भित्रबाट भुत भुवाँ गरेर आउने हो कि भनेर डर लाग्थ्यो क्या यस्तो छेउडा कुलोमा ल यो कुलो यो पहाड छेडेर कुलो बनाएको है आमामा ल जाम अब यता बस्दै गर्नु हामी यता तलतिर जाल थाप्छौँ ल ठ्याक्कै चाहिँ नि हामी आइपुगिसक्यौँ है हिँडाएपछि मिजा घाडु त ल मिजा घाडु भन्ने ठाउँ ल यस्तो खोलाले यस्तो पहाड काटेर खोला बनाएको रहेछ ल पहिला आमामा हेर्नु त कति अग्लो पहाड हो भिर ए आमा ल हेर्ने तलै खोलाको फेदसम्म पहाडै पहाड छ यस्तो चट्टान ल आमामा ल हेर्नु यो फेरि खोलाकै बिचमा कस्तो चुच्चो ढुङ्गा ल यहाँ शीतलमा बस्दै गर्नु है तपाईँहरू ल टोपी निकाल त्यहाँ शीतलमा बस खोलामा माछा हिँडेको छ कि छैन म हेर्छु है ए मसिनो त हिँडेर चाहिँ हिँड्न त डराएर भित्र गइसक्यो माछा मसिनो हिँडेर चाहिँ हिँड्नु त माछा त ठुलो माछा त लुक्या होला ठिक छ ल यो छेउडा कुलो चाहिँ डरै लाग्दैछ यार सानोमा खुब डराउँथ्यौँ यार हामी यस्तो छेउडा कुलो देखेर भित्रबाट केही जनावर आउने हो कि अथवा भुतहरू आउने हो कि भनेर डराउँथ्यौँ आजकल चाहिँ भित्र पानी नै जान्छ भन्ने चाहिँ हामीलाई थाहा छ होइन अलि डर लाग्दैन ल ठिक छ अब यहाँ तलदेखि सुरु गरेर माथिसम्म जाने ल सब माछा मार्ने न्यु पारेर है आजको दिन कटाउन आएको जस्तो मात्रै भयो ल माछा मार्न खोलामा पसेकै छैन माछा चाहिँ हेर्दै हिँडिरहेको छ खोला खोला बेकारमा आयो बाबु पानी भने यस्तो राम्रो चाहिँ माछा त छ होला यो खोलामा तर मार्ने कसरी तल जाल थापेको पनि एउटा माछा परेन ल हेर ए बाबु अहिले राम्रोसँग हिँड बिस्तारै हिँड है त्यता नजा
यो चाहिँ बाटोमा राखेको छ कि खै नानी सुनेदिनु ल बाबु राख्छ हिँड यताबाट पख पख ल अलि पर जा त्यो यता जाल छ यता नआइज यता सुन त ल यता अब बिस्तारै हिँड्दा ल ल बिस्तारै छिटो ल राख्छ खेल है ल ल हेदद्वाराले के गरे ल अच्छी यता पनि आयो खोइ तैँले नि गर्न गर्ने तैँले नि गर गर अलि गर त्यति गर्न नि मजा आउँछ ए त्यहाँ हाम्न फल ढुङ्गा छ बाबु हेर्छु त हो त्यहाँ पक्रेर डमडम गर त्यो कान्छ हो डमडम गर ल हो त्यसरी ढुङ्गामा पक्र्ने त होइन कि छोरा ढुङ्गा त समाउने यसो अलिअलि समाउने मात्रै हो ल खोइ चप्पल निस्क्यो कि निस्केन त्यसरी ढुङ्गामा टेक्ने मात्रै हात टेक्ने मात्रै होइन चप्पलै लाउनु पर्छ फेरि ठोकिएल है ढुङ्गामा त्यसो गर हो त्यस्तो गर 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 खै गरेको हो त्यस्तो डुब अब एकचोटि ढुङ्गातिर नडुब छाती दुख्छ अलि यता 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 आउँदा छ र यता अलि राम्रो छ यता अलि सफा छ त्यहाँ होइन कि अलि त मुनसनको पछाडितिर
ए ढुङ्गा ठोक्छ अलि पछाडि गर बाबु ल ल ल 1 2 3 ठिक छ त्यसले नि सक्यो अलिअलि त केही हुन्न क्या फेरि गर तिमीले गर हो गरेर भयो त हो आर्मीले जित्यो अयो ए हजुर हो त्यसरी दुइटा हातले यसो गर्न बाबु दुइटा हातले यस्तो गर्न यता हेर त यस्तो हेर त पानी हाल्न त्यहाँ निस्किन्छ ल त्यहाँ खेल पौडी क्या दामी छ यार है ए बाबु त्यसरी नचढ खुट्टा चाल ल खिच्या चाहिँ यार ल भयो ल जेस खोलामा बस्न चाहिँ रमाइलो छ भयो आऊ बाबु यतैबाट आऊ त्यताबाट उ छ क्या गाह्रो कति पाएछ ल एक टपरी माछा पाएछ हामीले आज दिनभरिमा अब हामीले यो माछा पकाएर खानेछौँ है
यता आगो फुक्दैछ चुला यता ओदान बनाउँदैछ है सबैजना यहाँ चाहिँ जम्मा भएर अब माछा पकाएर टकटुक्क खाएर जाने हो गाउँतिर माछा खाएर भुटेर पकाएर समाएर जाने हो ल चाहिँ निकै रमाइलो भइरहेको छ यति बेला यहाँ बसाल त भयो लोकेन्द्र भयो यो चाहिँ के हो पा हो यो भोटी माछा यो चाहिँ सँगैको पा है फेरि भ्यागुता चाहिँ नबन्नु होला फेरि एक टपोरी माछा अब त्यहाँ त्यो रक्सी हो कि तेल हो त्यो ल फुरन दाना सबै मसला तयार हुँदैछ यहाँनिर यता लसुन अदुवा लसुन है ल आज भव्य रूपमा पिकनिक खानेछौँ है हामीले माछाको पिकनिक ल मुन्सन के ल्यायो तिमीले माटो के गर्नलाई ए त्यो ल ल्याउ मस्काउन होला त्यो ल चाहिँ खोलाले निकै ठुलो मुढा पनि ल्याएर राखेको छ त्यहाँ माथिनिर सिमलको रुख घाम चाहिँ डाँडा पुगिसकेको छ है घाम देखिने कि आगो दन बोलिसक्यो ल माछा पाकेर पनि हामीले चाहिँ भाग लगाइसकेका छौँ है चिउराहरू माछा खाएर अब गाउँतिर लाग्ने हो अब माछाको अलिअलि झोल यसो चिउरामा हाल्नु पऱ्यो ल यति भएपछि के चाहियो अब लास्टै तागत आउँछ जस्तो छ है दिशा चाहिँ खेल भी मात्र आई क्या दिशा चाहिँ चलो दिया ने ल बाबु माछा नखाने के हो त्यो नि यस्तो ल झोलसँग मात्रै खाऊ केही हुन्न ल टेस्ट गर ल है ल ल नि माछा अब माछा र चिउरा खाने है ल बाबु कि आमा या मालिक आला भान्जा बाबु